नमस्ते एन्ड हाई एभ्रिवान, यहाँसम्म म अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। अहिले नेपाल सरकारले हामीलाई लखपत हुने अवसर दिएको छ नि है। यस्तो सुनौलो अवसर त गुमाउनु भएन नि त होइन। अब यसको लागि के गर्ने त? हामीलाई थाहा छ यो वेबसाइट price.ird.gov.in मा जानुहोस् र त्यहाँ आफ्नो विवरण सबै भर्नुहोस्। यदि हजुरले नगद पैसै क्यास दिएर केही सामान किन्नु भएको छ भने चाहिँ यहाँहरूले भ्याट बिल कम्पलसरी नै पर्छ र यदि हजुरले अनलाइन पेमेन्ट गर्नुभएको छ भने चाहिँ पर्दैन। तर पछि आफ्नो हक दाबी गर्नको लागि चाहिँ यहाँहरूसँग त्यो बिल हुने नै पर्छ। अब यदि हजुरको एकदमै धेरै भाग्य एकदमै धेरै राम्रो छ भने चाहिँ हजुर विनर पनि बन्न सक्नुहुन्छ ल। तपाईँ विनरै घोषितमा गरिदिन्छु यहाँहरूलाई होइन। तर विनर त भयो, 10 लाख रुपियाँ अब आउने भयो भन्ने हुन्छ नि दिमागमा। तर के गर्नु, ट्याक्स पनि त तिर्नु पर्यो नि। यो किन सरकारले मैले ट्याक्स तिर्नुपर्ने भन्ने पनि त यहाँलाई लाग्छ होला। र यो ट्याक्सलाई के भन्छ यहाँलाई थाहा छ? यो ट्याक्सलाई विन्डफल गेन भनिन्छ, अर्थात् अप्रत्याशित लाभ पनि भनिन्छ। हामीले चाहिँ कुनै पनि यस्तै चिठा परेको वा अरू कुनै चिजहरूमा चाहिँ पैसा कमायो भने चाहिँ यो अन्तर्गत पर्ने चिजहरूमा पैसा कमायो भने चाहिँ हामी नेपाल सरकारलाई 25% कर बुझाउनु पर्छ। त्यही भएर त 10 लाख दिने मान्छे जम्मा कति पाउँछ भन्दाखेरि चाहिँ 7,50,000। यस्तै भिडियोको लागि प्लिज फलो मी। बाई बाई।